ईश्वर चिन्न पाएँ मेरो मम्मी र मेरो भाइको कारणले हैन। ईश्वर चिन्नु भन्दा अगाडि मेरो मम्मीमा एउटा शरीर थियो, समस्या अनगिन्ती थियो हैन। टाउको दुख्नेदेखि समस्या सुरुवात त्योबाट शैतानले गरेको थियो। पछि ढाडमा नसा च्याप दियो, त्यसैगरी पायल भन्ने समस्या पनि आयो। अनि त्यसपछि पाठेघरमा नि समस्या थियो। डाक्टरले भन्नुहुन्थ्यो तिम्रो यो तीनटै अपरेसन गर्नुपर्छ नत्र तिमी प्यारालाइसिस हुन्छौ भनेर भन्नुहुन्थ्यो। अनि त्यस्तै अब समस्या आइरहेको बेलामा हैन मम्मी अन्तिम अवस्थामा आइसक्नु भएको थियो। अब मैले मेरो मम्मी भन्न पाउँदिन भनेर मैले अन्तिम आशा मारिसकेको समयमा ईश्वरलाई चिन्न पाएर मेरो मम्मीको 1 वर्षको मात्र रोग नआई, 2 वर्षको मात्र रोग नआई, 3 वर्षको रोग मात्र नआई, 17 वर्षको रोग पिताले वचन जब मम्मीले पाउनुभयो त्यही दिनबाट पितालाई 17 दिन नलाइकन जुरुक्क उठाएर नयाँ जीवन दिनुभयो पिता। त हजुरलाई धन्यवाद गर्छु गुरु येशू मसीहको नाउँमा। हिजो ईश्वर चिन्नुभन्दा अगाडि मम्मीले सधैँ मुखबाट आइया आइया भनेको शब्द सुनिराख्दा मम्मीले कहिलेकाहीँ रेस्ट लिँदाखेरि आइया भन्नुभएको थिएन भने मम्मीले सास फेरिराख्नु भएको छ कि छैन भनेर मम्मीको नाक तल गएर सास फेर्नु भइरहेछ कि छैन चेक गर्नुपर्ने अवस्थामा त्यसरी शैतानले पुर्याएको थियो। तर पिता हजुरले त अर्कै योजना बनाउनु भएको रहेछ हैन। हामीले त सच्चाइ अब अन्तिम हो, अब सच्चाइमा गएर ठिक हुन्छ कि हुँदैन भनेर हामी त शङ्खामा आएको थियौँ। तर पिताले 100% काम गरेर आज मेरो मम्मीलाई टल टल चर्काएर राख्नु भएको छ। आज मम्मी आउनु भएको छ हैन। त्यत्रो 17 वर्षको रोग कसैले बाँच्दैन, धामीले डेट दिइसक्नु भएको। अब यो घरबाट लास निस्किन्छ, अब बाँच्दैन तेरो मम्मी, अब म मम्मी बिना बाँच्नुपर्छ। मम्मीको केयर त मैले पहिल्यैदेखि नपाएको हैन। मम्मी सधैँ ओछ्यानमै हो। अब अरूको मम्मी देख्दाखेरि मेरो मम्मीले पनि मलाई एक दिन स्कुल लगिदिनु भए हुन्थ्यो नि। मेरो मम्मीले पनि मलाई एक दिन तयार पार्न सक्ने, मलाई पनि कहिलेकाहीँ मम्मीले कपाल बाट्ने योग्यको मात्र होस् भनेर माग्थे। तर पिताको योजना हेर्नु त आज म मम्मीसँगै महिमामा ठाउँ ठाउँ हिँड्ने योग्य पिताले बनाउनु भएको छ हैन। त यसमा नि पितालाई धन्यवाद गर्छु गुरु येशू मसीहको नाउँमा। त भाइमा पनि जस्तो मम्मीलाई त्यस्तै समस्या थियो हैन। सानो म भन्दा 5 वर्षको कान्छो हो, त्यही पनि उसलाई मम्मीको जस्तै समस्या पटक पटक डेड हुन्थ्यो है मेरो भाइ। म भन्दा 5 वर्षको भाइ कान्छो भाइ डेड हुँदाखेरि त्यो दिदीको मन कस्तो दुख्थ्यो हैन। मम्मी त्यसै बिरामी घिस्रिँदै छिमेकीमा गएर मेरो छोरालाई जीवन देऊ न, कोही मेरो छोरा डेड भइसक्यो भन्दै रुँदै जानुहुन्थ्यो। त्यति बेला सहारा दिने कोही पनि हुनुहुन्न थियो। तर ईश्वरको रहेछ, संसारिकमा भए पनि डेड हुँदा पनि पिताले जीवन ल्याउनु भयो। र सच्चाइमा ग्रहण गरेदेखि मेरो भाइको पहिलाको कुनै समस्या पनि छैन। यस्तो डेड हुने समस्या त परको कुरा हैन। त यसमा नि पितालाई धन्यवाद गर्छु गुरु येशू मसीहको नाउँमा। हिजोको दिनमा मेरो भाइलाई शैतानले पुरै खाइसकेको थियो। अलिकति छुँदा पनि लड्ने, बिरामी हुने, आँखा सुन्नेर आउने, केही नदेख्ने बनाउँथ्यो शैतानले। आज पितामा चिनिसकेपछि ऊ घरकै सबभन्दा बलियो बनाउनु भएको छ पिताले हैन। त यसमा नि पितालाई धन्यवाद गर्छु गुरु येशू मसीहको नाउँमा। जुन जडाबाट शैतानले मेरो परिवारलाई मारेको थियो आज त्यही जडाबाट पिताले जुरुक्क उठाएर उमारेर आज यसरी महिमा गर्ने योग्य पिताले बनाउनु भएको छ हैन। त शैतानले स्वास्थ्यमा मात्र किरा बनेर बसेको थिएन हजुर, पुरै घरमा सम्बन्ध नै पुरै बिगारेको थियो हैन। मम्मी बाबा एकअर्कासँग महिनौसम्म नबोल्ने, बोल्यो भने एकअर्कालाई मारकाट गर्ने। दिदी र म सानो भए पनि हैन, दिदीले बाबालाई समात्नुहुन्थ्यो, मैले मम्मीलाई समात्नुहुन्थ्यो। अनि त्यसपछि मैले मम्मीलाई अर्को एउटा रुममा लक गर्नु पर्थ्यो, बाबालाई अर्को रुममा लक गरेर त्यसरी बाबा मम्मी प्लिज हडा नगर्नु भनेर कति कराउनु पर्थ्यो हैन। तर ईश्वरमा चिनिसकेपछि त्यो सम्बन्धको किरालाई येशू मसीहको नाममा हटाएर आज भर्खर बे गरेपछि त्यो भर्खर लप परेको हुन्छ नि, त्यति मिल्ने योग्य पिताले बनाउनु भएको छ पिता। हजुरलाई धन्यवाद गर्छु गुरु येशू मसीहको नाउँमा।